हेलो नमस्कार सबैजनालाई। आज चाहिँ हामी पिएनसी होम भिजिट जाँदैछौँ। बाटोमा घाम लागेर कहिले पानी कहिले घाम यस्तै छ। के छ घाउहरू दुख्दैछ अहिले? अलिक सन्चो भयो। माथिदेखि आइरनहरू दिनुभयो कि छैन? दिनुभएको छैन? आइरन खानुभएको छैन? त्यसो भने आज आइरन पनि दिन्छु, आइरन खानु होला। प्रेसर चाहिँ ठिकै छ। दुध कतिको आउँदैछ? नानीलाई दुध मात्रै खुवाइराख्नु भएको छ नि होइन? कि ल्याक्टोजिनहरू खुवाउनु हुँदैछ? नानी एकचोटि हेरौँ त। झऱ्यो झरेको रहेन रहेछ नि त। ठिकै छ, यो आफै सुक्दैछ, आफै झर्छ ल, आँटिनु पर्दैन। नानीले दिसा पिसा राम्रो सुहाउनुपर्छ नि होइन? के छ? नानीलाई दुध खुवाउँदाखेरि राति सुतेर कि उठेर खुवाउने गरेको छ? सुतेर सुतेर चाहिँ होइन कि नानीलाई चाहिँ भइसक्यो उठेर होइन, यसो अरेसा लाग्ने आफू अनि त्यसबाट उठेर दुध खुवाउने। त्यसो गऱ्यो भने चाहिँ दुध अनि नानीले गरेको बमिट कानमा पसेन, पछि कानमा पस्यो भने त कान पाक्छ नि त। अनि नानीलाई दुध खुवाइसके पछाडि के गर्ने भने मजाले दुध खुवाउने, अनि दुध खुवाएर चाहिँ नानीलाई यता सपोर्ट गर्ने, अनि यसरी ठाडो बनाएर बिस्तारो यसो पार्ने। नानीले ढ्याउ गर्छ अनि त्यो दुधसँगै नानीले हावा खाएको हुन्छ होइन। त्यो हावा बाहिर निकालेपछि चाहिँ बमिट गर्दैन ल। पाथिदेखि औषधिहरू के दिनुभएको छ? केही छैन? अस्ति चाहिँ दिनुभएको थियो। ए ल, भनेपछि म अहिले आइरन राखिदिन्छु, आइरन खानु पऱ्यो। अनि नानीलाई अस्ति सुई लगाएको कि छैन? माथि जन्मिने बित्तिकै बिसिजी लगाएको। त्यसो भने पछाडि 20 गते भएन त नानी? अब जेठमा बेच्दैन, अर्को महिना असार 9 गते फेरि सुई लाउन ल्याउनुपर्छ ल नानीलाई। ब्लडहरू कतिको जाँदैछ? छैन। त्यसो भने बिहानको घाममा चाहिँ नानीलाई यसो अलि देखिने गरी, अनुहारहरू देखिने गरी चाहिँ ठ्याक्कै नपर्ने गरी अलि यसो गोल्डे बनाएर होइन, त्यो शरीर चाहिँ देखिने गरी आमा नानी दुईजनै मजाले घाम ताप्ने ल। यो पहेँलो पहेँलो छ नि आँखा,